तो यो कैरी यसलाई दे दिन्छ यो खुद को खेल खत्म कर लिन्छ आफै मिटिहाल्छ मिटिहाल्यो अब फिर यो यसलाई दे दिन्छ ऐचा पैसा बुझ्छ त्यही अब फिर यसलाई यो दे दियो भकुण्डो खेल खेले छौ पासिङ गर्न तो यो सब पासिङ गरिदियो किनकि जात एउटै छ 0 0 0 छ अब यो के गरियो जब यसको माया लाग्यो तो फेरि यसको खुद यो एकमा छ यो धनिक छ सुनेछ नि एउटा कहावतमा तिमीहरुको हुन्छ भिक्षाको झोली भरिहाल्छ भिक्षाको झोली भरिहाल्छ बुझिरहेछ तर इच्छाको झोली कहिले भर्दैन के बुझ्यो भिक्षाको झोली भरिहाल्छ 1 बोरा लिएर जान्छु 5 बोरा 10 बोरा त्यो एक दिन भरिहाल्छ तर इच्छाको झोली कहिले भर्दैन 100 छ त 200 200 छ त 400 5 क्लास छ त 6 क्लास 6 त 8 8 से 10 पाखाको छ त मार्बल टाली छ त 5 ताला 5 ताला छ त 10 ताला त यो एउटा तिमीहरुको हैन 800 खरब यो संसारमा मनुष्यहरु छ 800 खरब को व्यक्ति को मनुष्य को यही सबभन्दा ठूलो बिमारी छ यो तिनीहरुको भिक्षाको झोली भरिहाल्छ तर इच्छाको झोली कहिले भर्दैन जहिले पनि भगवानसँग नाराजै रहन्छ भाइ पहिलो हाम्रो जुन घर तिमीहरुको छ आफ्नो दादीसँग गएर सोध्नु जो पहिला भितको घर थियो माटीको कुरा बुझिरहेछ तब छानको आयो तब खपडाको आयो अब सबको पक्काको आइहाल्यो झोली भरे कि भरेन झोली भरिरहेछ कि छैन तर मान्छे चाहन्छ जे मेरो इच्छा को झोली भरि यो कहिले हुँदैन इच्छा त मान्छेको यस्तो स्थिति रहन्छ जो चाहन्छ जो स्वर्गमा सिँढी लगाइदे रावण जस्तो त्यो पूरा हुन सक्छ जति छ भने त्यतिमा सन्तुष्ट रहनु जति भगवान दिनु भएछ त्यो कम हैन यो समय हो धीरे धीरे उन्नति हुन्छ एकैचोटी कोही सुई छैन जे दाबे भने त पंखा पनि एकैचोटी 100 को स्पिडमा चलिहाल्छ कि धीरे धीरे रफ्तार बढ्छ धीरे त यस्तो जीवनको लाइफ हो एउटा त याद राख्नु बढी इच्छा नराख्नु बढी सपना नदेख्नु सबभन्दा बढी सपना धन दौलतको यो बेकारको हुन्छ यो तेरो भाग्य अनुमति नै तेरो पूरा हुन्छ भाग्यमा लेखेछ त चलेर आउँछ भाग्यमा छैन त जुन छ त्यो पनि गइहाल्छ त्यसको साथमा कर्म चाहियो काम चाहियो बुझ्यो त यसमा हामी याद राख्ने त भिक्षाको झोली सबको भरिहाल्छ तर इच्छाको झोली कहिले जीवनमा भर्दैन